नमस्ते, मेरो नाम चाहिँ शुभा थापा। ल गाइज, आज चाहिँ मेरो बुढीले चाहिँ मिक्स भेज तरकारी चाहिँ ट्याक्कै रेडी गरेको छ। मिक्स भेज तरकारी कसरी बनाउने रहेछ, एकै ठाउँमा मिसाएर कसरी बनाउने रहेछ भन्ने कुरो अब गाइजहरू देख्न सक्नुहुन्छ। तर आफूलाई चाहिँ अलिकति रुगा मार्गीले अलिकति ग्रस्त बनाएको छ, त्यो भएर स्वर अलिकति बेग्लै आएको होला गाइज। अब हामी चाहिँ यहाँ किचनतिर चाहिँ बनाउने आइटमहरूतिर चाहिँ जोड दिनेछु। त्यसरी काटेर ट्याक्क धोएर तयार गर्दै हुनुहुन्छ। त्यसपछि अब बनाएर ट्याक्क आज पुरै भेजिटेबल डल्ले च्याउ, त्यसपछि बोडी, त्यसपछि आलु, त्यसपछि प्याज टमाटर ट्याक्क हालेपछि अलिकति भेजिटेबल खत्रै होला जस्तो छ, हेर्न सक्नुहुन्छ गाइज। मेरो बुढीले अलिकति खत्रै बनाउँछ बनाउने कुराहरू चाहिँ डेन्जरै बनाउँछ। हेर्नु न गाइज, बनाउने हाम्रो म्याम भइसिन्छ, म्यामले एकदम खत्रै बनाउनुहुन्छ क्या भइसिन्छ। ल गाइज, हेर्न सक्नुहुन्छ एकदम हामी चाहिँ ओइल एकदम कम के, तेल एकदम कम खाने गरिन्छ। स्वास्थ्यको लागि अलिकति तेल चिल्लो पदार्थहरू अलिकति हानिकारक नै हुन्छ भने सबैजनाले बुझ्नुभएकै होला होइन। त्यही भएर अलिकति चिल्लो रहित खानाहरू खाइन्छ हामी चाहिँ। अहिलेलाई चाहिँ उहाँले चाहिँ दाल झान्डाको लागि चाहिँ रेडी गर्दै हुन्छ। अनि यसमा दालमा चाहिँ खासै मसला पनि होइन, हल्का जिरा सिरा पड्काउने, त्यो पनि मसला त खासै रहित नै हो, त्यो खान नमिल्ने नै चिजहरू हो। मसलाले अलिकति ग्यास्ट्रिकहरू बढाउने गर्छ कि, त्यही भएर सकेसम्म मसलाहरू नखाएकै राम्रो भनेर भन्छ। हेर्न सक्नुहुन्छ गाइज, अर्ग्यानिक बारीको फर्सीको मुन्टा, लट्टे, यस्तो चिजहरू खाइन्छ गाइज हामी त। गाइज लोकल फर्सीको मुन्टा यो खाँदा चाहिँ शरीरको लागि एकदम फाइदाजनक हुन्छ भन्छन्। र कतिलाई चाहिँ यसको यो फर्सीको भयो, त्यसपछि यो के भन्छ इस्कुसको मुन्टाहरू अलिक गनाउँछ क्या, मनै पराउँदैन। तर मलाई चाहिँ यो फर्सीको मुन्टा र यो लट्टेसम्म चाहिँ मिठो लाग्छ होइन। ऊ पनि लाग्छ इस्कुसको मुन्टा पनि। आफ्नै बारीमा छ गाइज यो, अनि बारीमा भएपछि ट्याक्क टिप्यो ल्यायो, ट्याक्क बनायो। बारी भन्दा पनि आँगनमै के। पहिला हाम्रो आमाहरूले हजुरआमाहरूले भनेको कुरो सुन्दाखेरि चाहिँ यस्तो खालको यो लहरा खायो भने चाहिँ कतै अप्ठ्यारोमा पर्दाखेरि चाहिँ डोरी पक्रिनु पाइन्छ अरे भनेर भन्छ क्या उखानमा। त्यही भएर यस्तो डोरीहरू खानुपर्छ अरे क्या। पहिला च्याउलाई फ्राई गर्ने, अनि त्यसपछि निकाल्ने, अनि फेरि आलुलाई हल्का फ्राई गरिदिने, अनि ब्राउन मतलब गोल्डन कलरको ब्राउन कलरको हुन्छ। अनि त्यसपछि यो के अरे प्याज हाल्ने, अनि प्याज हालिसकेपछि फेरि बोडी हाल्ने। त्यस्तै यहाँ चाहिँ अन्डा पाक्दैछ बिरामीलाई, मेरो बुढा चाहिँ ज्वरो आएर बिरामी हुनुहुन्छ, खाना पाक्दैछ। च्याउ भयो, अब फेरि आलुको पकाउँदैछु म। आलुलाई हल्का रातो बनाउनुपर्छ।
अनि मात्रै तर नयाँ आलु हो प्लात्तै हुन्छ हुनु त 13 थुमको आलु चाहिँ च्याउ चाहिँ यतिको गोल्ड के अरे ब्राउन बनाएर राखेको छु अब हाल्नु छ बाँकी गाइस के अरे ऊ चाहिँ टमाटर चाहिँ ज्वरो आएको छ भनेर चाहिँ नहाल्नु लागेको ज्वरो आउँदा चाहिँ टमाटर खानुहुन्छ हुन्न होला नि मेरो बुढालाई चाहिँ रुगा लागेर सास रुँदै रुँदै मुन्टा किराइरहनु यो त 101 ज्वरो आएको थियो फ्ल्याक्सन खुवाइदिएको त्यही भएर आज यतिको थिरिनु सक्ने हुनुभएको छ पोखरादेखि आउनुभएको थियो कि बाइकमा त्यही भएर उहाँले चिसोले गाइस लगभग अब साग केलाइसक्न लाग्यो यति यी मिक्स सागहरू खाइन्छ क्या हामी चाहिँ प्रायः ज्वरो रुगा मार्कीले गर्दाखेरि अलि हरियो परियो धेरै खानुहुन्छ कि डक्टरको सल्लाह अनुसार पनि यस्तोहरू हरियो चिज बढी खानु भन्छ अनि त्यही भएर चाहिँ सागपातहरू फुटाएर लगभग खानाभन्दा नि बेसी साग तरकारीहरू खानु भन्छ होइन त्यही भएर चाहिँ हामी त्यस्तोतिर एकदम फोकस गर्छौँ कि ल गाइस अब चाहिँ सक्यो लगभग केलाएर यस्तो हर्सीको मुन्टाहरू डक्टरको सल्लाह अनुसार दिनकै खानु भन्छ है दिनकै खानालाई पनि खासै अब सम्भव हुँदैन क्या अब एउटै सब्जी खायो भने मिठो पनि खासै हुँदैन नि त यहाँ बजारबाट ल्याएको फेरि त्यस्तै हुन्छ भिसादी मिसाएको त्यो भए चाहिँ अब खासै युज गरिन्न बजारतिरको फाइनली यति भयो यतिले चाहिँ लगभग पुग्छ होला मलाई केला हुनु दिन्छ मैले केलाको चित्तै बुझ्दैन फेरि मेरो बुढीलाई यो पो छ त समस्या सेतो त्यो प्राकृतिक देन हो क्या सेतो भनेको लाजु खोइ कुन चाहिँ फोहोर ल्याउ ल गाइस तरकारी यस्तो भएछ हेर्नु चाहिँ गाइस यस्तो सिम्पल तरकारी के अर्को यता के छ दाल ल अर्को यता के छ खाना रेडी भएको छ अब साग रेडी हुनु बाँकी छ उतातिर अन्डा के बसालिरहेको ल यसमा चाहिँ हल्का मेथी डढाइन्छ गाइस थोरै 50 ml जति तेल हालेर सम्भव भयो खुर्सानी हाल्यो तर अब ज्वरो आएको छ होइन खुर्सानी चाहिँ खासै खाइन्न कि सर्लक्क ढाकिदिनु पऱ्यो साग फेरि धेरै टाइम लाग्दैन क्या पाक्नलाई पाकिहाल्छ हेर्नु न कराईमा हाल्यो पाकिसक्यो यसमा हल्का नमक हालिदियो नुन हालिदियो हल्का आफूलाई कतिको स्वादमा खाइन्छ त्यो अनुसारले नुन चाहिँ ट्याक्क हालिदिने सागलाई के छ र त्यही नुन हालिदिने जिरा पड्काइदिने मेथी अथवा जिरा मेथी पड्काइदिने खुर्सानी पड्काइदिने त्यति त हो बाँकी नै छ बाँकी नै सक्यो ल गाइस रेडी भएर पनि हाम्रो चाहिँ थालमा हाल्ने कार्यक्रम भइरहेछ घरतिरको अब यस्तै त हुन्छ नि खै पुरै सागै छ के अन्डा बिरामीले मात्रै होइन सबैलाई
गाइस हामी चाहिँ खाना खान लाग्यौँ। हामी पनि यहाँ डाँडा क्या होला जान्न क्या उतने डाँडा सेम भएर खान्छ डाँडा बुढ्दाहरू भएर खाने ल गाइस हाम्रो चाहिँ खानेकुरा यस्तै छ है, सिम्पल एकदम साधारण। आत्ता मसला पनि हालेको मैले अब मसला पनि हालेको छैन ल हेर्नु अलिक बिरामी ज्वरो आयो कि मैले 10 केजी के अरे मैले मसला नखाएर मैले कति वर्ष 3-4 वर्ष मसला खाएको छु मैले खाएको छु टमाटर त नखाने मेरो वेट मैले 10 केजी घटाएको थाहा छ आलु एकदमै कम हरि म त मोटाउनु पनि यो भन्दा त मोटाउनु नि तपाईको वेट बढ्यो कति केजी रहेछ सधैँ 65 एक कट्टर पुग्छ त बिग्रेको क्या हैन मतलब पहिला बिग्रेको काँटा नुन एकदमै कम खान्छु म प्रेसर 150/100 प्रेसर भएको चाहिँ अहिले मैले घटाएर 110/60 मा ल्याएको छु अब त्यो भन्दा घरे भन्छ छोरा हुँदै नुन कम मसला कम आलु कम बाहिरको खानेकुराहरू सबै मेरो मैदाबाट बनेको चिजहरू बन्द आटाबाट बनेको मात्रै आटा होइन हौ गहुँ यस्तै हो गाइस हाडबिनाको जिब्रो घरिघरि के भन्छ भन्नु गाउँबाट बनाएको चिज हो नि त आटा भनेको त उसले गाउँबाट बनाएको चिज आटा खाइन्छ भन्ने खोजेको हो मैदामा चाहिँ अलिअलि चामलहरू मिलाएको मेरो बुढाको चाहिँ इम्युनिटी पावरै कम छ ज्वरो आएपछि बिरामी भएपछि कसको पावर हुन्छ ज्वरो त छिट्टो मलाई रुगा लागेको थियो नि त मलाई 2 दिनमै ठिक भयो हजुरलाई सरेन सिम्टोले त जाम मसला काट्दैन मागाले दाल बान्नु भन्यो घरमा चढा छ काट्नु ढेक्नु चढायो कि नजर को छ आज सागमा चाहिँ बुझ्दा नुन चक्ला हाल्छ अलि मैले पनि थपे आएको देव खाने ले मैले पाएको जम्मै कसरी म चाहिँ पूर्वको प्योर मगनी भएर होला मगर भाषा मात्रै आउँछ नेपाली भाषा प्रायः त कमै बोल्छु म चाहिँ सिम्पल खाना तरकारीमा मसला रहित भनेको यही हो गाइस मिठै हुँदो रहेछ त बजारतिर दुनियाँ दिवाना मसला हालेर खान्छ खोइ हामी मसला नहाली खाँदा मिठै हुँदो रहेछ क्या यस्तो हेर्नु न सिम्पल एकदमै सिम्पल दालमा पनि केही छैन
केही छैन क्या। मैले 3 वर्ष भइसक्यो मसला नखाएको नि। ल गाइस हामीले चाहिँ खाना खाइसक्यौँ। हजुरले खानुभएको थियो कि थिएन? हाम्रो चाहिँ खाना यस्तै छ गाइस। यो च्यानललाई हेरेर सपोर्ट गरिदिनु हुने सम्पूर्णलाई चाहिँ धन्यवाद भन्न चाहन्छु र अझै पनि सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। यो भिडियोहरू हेर्दै गर्नु होला, यस्तै यस्तै भिडियोहरू हामी लिएर आउने नै छौँ सधैँ। यसो हजुरहरूले लाइक सेयर कमेन्ट चाहिँ गरिदिन नभुलिदिनु होला। धन्यवाद। हेलो गाइज, नमस्ते। मेरो नयाँ युट्युब च्यानल शोभा थापा कुकिङ भ्लग चाहिँ युट्युबमा आइसकेको छ। हजुरहरूले लाइक सेयर सब्सक्राइब कमेन्ट गरेर सपोर्ट गरिदिनु होला। धन्यवाद।